Hi, I am Madhav. Welcome to my very first mini vlog. भनिन्छ नि ट्राभल इज मोर ब्युटिफुल देन डेस्टिनेसन। त्यसैले म नि पुगे विष्णुधार। कोटेश्वरको हल्लीचल्ली हेरेर एकछिन वेट गरिसकेपछि बस आयो। त्यसपछि बसमा चढेर म नारायणथान बुढा नीलकण्ठसम्म पुगे। बुढा नीलकण्ठ मन्दिर नजिकै पर्ने भएकाले मैले त्यहाँको पनि दर्शन गरेँ। त्यसपछि कङ्क्रिटको बाटो हुँदै अगाडि बढ्न थाले। बेस्ट भ्यूहरू पनि देखिरहेको थियो। माथि डाँडापट्टि हरियाली देखिरहेको थियो र बादलले डाँडालाई ढाकेको थियो। त्यो दिन लास्टै गर्मी भएको कारण पसिना धेरै नै आइरहेको थियो। बाटो जति रोमाञ्चक भए पनि गर्मी चाहिँ धेरै नै थियो। त्यसैले बिस्तारै अगाडि बढ्दै गयौँ र लगभग 15 मिनटको हिँडाइपछि शिवपुरीको गेटतिर पुग्यौँ। 100 को टिकट काट्नु पर्ने रहेछ, सो त्यति काटेर चाहिँ हामी भित्रतिर गयौँ। आर्मी ब्यारेक कटिसकेपछि अगाडि जङ्गलको बाटो सुरु हुन्छ। जङ्गलको बाटो लास्टै सुनसान थियो र धेरै मान्छे पनि थिएन, किनभने म मङ्गलबारको दिन गएको थिएँ। बाटोमा चराचुरुङ्गीको आवाजहरू पनि आइरहेको थियो अनि सानो खोला नालाहरू पनि मैले देखिरहेको। धेरै फोटोहरू त्यहाँ खिचेँ, पानीसँग रमाइलो गरेँ, थोरै नास्ता नि खाएँ। डाइरेक्सन साइन बोर्डले अझै यात्रालाई सहज बनाएको थियो। लगभग गेटबाट 1.5 घण्टाको हाइक पछि एउटा भ्यू पोइन्ट आउँछ, जहाँबाट भ्याली नै एकदमै सुन्दरमय देखिन्छ। माथिपट्टि बादल, तल्लोपट्टि भ्याली र बादलको छाया एकदमै रोमाञ्चक छ। भ्यू पोइन्टबाट आधा घण्टाको हाइक पछि म विष्णुधार पुगेँ। त्यहाँ रहेको झरना एकदमै शान्त र राम्रो थियो अनि त्यहाँ रहेको गुफा र विष्णुको मन्दिर नै एकदमै अद्भुत थियो, जहाँ विष्णु भगवानको चाहिँ पूजा गर्ने गरिन्छ। त्यहाँ पछि म त्यहाँ रहेको झरना र खोला नालाको आनन्द लगेर एकछिन बसेँ। त्यसपछि म फर्किने निधो गरेँ अनि फर्किँदाखेरि पानीले पनि छोपेछ बाटैमा। पानी पर्दाको पानीको आवाज र त्यहाँको चराचुरुङ्गीको आवाजको मिठासले झन् आनन्दित गर्दै थियो। लेट्स टेक अ मोमेन्ट टु एन्जोय द ब्युटी अफ विष्णुद्वार। भिरा र पहिरो खोलाको बाटो नमान्नु डराइर। भिरा र पहिरो खोलाको बाटो नमान्नु डराइर। नफुल्नु माया मनभरि फुल्यो यो जुनी तिम्रै भर। नफुल्नु माया मनभरि फुल्यो यो जुनी तिम्रै भर।